छातीको बीच भागमा कोठी भए के हुन्छ, दाहिनेपट्टि भागमा कोठी भए के हुन्छ र देब्रेपट्टि भागमा कोठी हुन्छ भने के फल मिल्छ भन्ने सम्पूर्ण बारेमा बताउन गइरहेको छु। हजुरले पनि आफ्नो छातीको कुन भागपट्टि कोठी छ हेरेर कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अब सामुद्रिक शास्त्र अनुसार यदि हजुरको छातीको देब्रेपट्टि कोठी हुन्छ भने चाहिँ यस्ता व्यक्तिहरू थोरै चाँडै नै भावुक भइहाल्ने प्रवृत्तिका हुने गर्दछन्। यदि कसैले चर्को स्वरमा गाली गरिहाल्छ भने उसको मुटु चाँडै नै धकधक गरिहाल्ने, सहन नसक्ने यस्ता प्रवृत्तिका रहने गर्दछन्। थोरै बोलीमा नै यिनीहरूले मान्छेलाई विश्वास गरिहाल्ने गर्दछन्। प्रेममा गहिराईसम्म पुग्छन् भने यिनीहरूको दाम्पत्य जीवनमा उतार चढावहरू आइराख्ने गर्दछ। यिनीहरूले आफ्नो आफन्तीबाट खासै सहयोगहरू नपाउने र आफन्तीहरूसँग सम्बन्ध बनाइराख्ने यिनीहरूलाई अत्यन्तै कठिनाइ हुने गर्दछ। अब 2 नम्बरमा यदि हजुरको छातीको बीच भागमा कोठी छ भने हजुर प्राय जसो गरेर हेर्ने हो भने विपरीत लिङ्गपट्टि बढी आकर्षित भएको देख्न सकिन्छ। यस्ता व्यक्तिहरू फ्लर्टिङ गर्नमा अत्यन्तै माहिर हुने गर्दछन् भने जीवनमा धन सम्पत्ति पनि प्रशस्तै कमाउँछन् भने आफ्नो पार्टनरसँग तालमेल भने यिनीहरूको राम्रो बनिराख्ने गर्दछ। यदि पुरुष जातिको दाहिनेपट्टि छातीमा कोठी छ भने यस्ता व्यक्तिहरूले जीवनमा मान सम्मानहरू कमाइराख्छन् भने यदि स्त्री जातिको छ भने यिनीहरूको थोरै केही नराम्रा आदतहरू रहन सक्छ। निडर, साहसी, नेतृत्ववान हुने गर्दछन्। धनको कुरा हेर्ने हो भने यिनीहरूले जीवनमा धन त कमाउँछन् तर धेरै परिश्रम पछि मात्रै यिनीहरूले जीवनमा धन जोड्न सफल हुने गर्दछन्। अब यदि स्त्रीहरूको छातीमा कोठी हुन्छ भने खासै राम्रो देखिएको छैन, किनकि यस्ता व्यक्तिहरू चाहिँ थोरै कामुक स्वभावको र आफन्तीबाट थोरै हेपाई खेप्न पर्ने र जिन्दगीमा चाहिँ थोरै उतार चढावहरू आइराख्ने कारणले गर्दा पनि स्त्री जातिहरूको छातीमा कोठी भएको चाहिँ खासै नराम्रो मानिएको छ।